श्रीनुवार सुबेदथर माध्यमिक विद्यालयमा धर्माप्सरा स्मृति औसत जेहेन्दार प्रोत्साहन कोष स्थापना। पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर 1 पाङ आगाखेत निवासी स्वर्गीय बुबा धर्मानन्द उपाध्याय तथा ममतामयी माता अप्सरा उपाध्यायको स्मृतिलाई चिरस्थायी बनाउँदै शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले धर्माप्सरा स्मृति औसत जेहेन्दार प्रोत्साहन कोष स्थापना गरिएको छ। ममतामयी माता स्वर्गीय अप्सरा उपाध्यायको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा उहाँका छोरा भरत विवास पौडेल, बुहारी परमिला शर्मा तथा छोरीहरू गीता शर्मा र अर्चना शर्माद्वारा उक्त कोष स्थापना गरिएको हो। आफ्ना दिवंगत अभिभावकप्रति श्रद्धा सम्मान र कृतज्ञता व्यक्त गर्दै स्थापना गरिएको यस कोषले व्यक्तिगत स्मृतिलाई सामाजिक सेवासँग जोड्दै शिक्षाको क्षेत्रमा अनुकरणीय कार्यको सुरुवात गरेको छ। जुन आफ्नो सम्पूर्ण जिन्दगी खैँचिनु भयो त्यसलाई केही स्मरणयोग्य होस् भनेर हामी तीनै भाइले नुवार सुबेदथर माध्यमिक विद्यालयमा यथाशक्य एउटा कोष स्थापना गर्ने निर्णय गरेका छौँ। रु 1,01,111 रुपैयाँ रहेको यस कोषबाट प्राप्त हुने ब्याज रकम मार्फत प्रत्येक वर्ष श्री नुवार सुबेदथर माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा यासीमा द्वितीय तथा तृतीय हुने छात्र तथा छात्रालाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिनेछ। कोष स्थापनाको उद्देश्यबारे छोरा भरत विवास पौडेलले उत्कृष्ट विद्यार्थीले प्राय सधैँ सम्मान र पुरस्कार प्राप्त गर्ने भए पनि थोरै अङ्कको अन्तरले मात्र प्रथम हुन नसकेका मेहनती र जेहेन्दार विद्यार्थीहरू कतिपय अवस्थामा ओझेलमा पर्ने गरेको बताउनुभयो। त्यस्ता विद्यार्थीको मेहनत र क्षमतालाई पनि सम्मान गर्दै उनीहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले यस कोषको स्थापना गर्न लागि उहाँको भनाइ थियो। ठाउँमा चाहिँ उही जेहेन्दार टप मान्छेहरूलाई पनि सम्झिने यो जुन प्रचलन छ त्योभन्दा अलि भिन्न लगेर औसत विद्यार्थीले पनि अवसर पायो भने राम्रो प्रगति गर्न सक्छ भन्ने उद्देश्यले द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई यो कोषबाट केही रकम प्रदान गरिनेछ र हामी विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उत्कृष्टताको सम्मान गर्दै उनीहरूलाई अझ राम्रो गर्न प्रेरित गर्ने यो प्रयास केवल पुरस्कार वितरणमा सीमित नभई शिक्षाप्रतिको सम्मान, प्रतिभाप्रतिको विश्वास र भावी पुस्ताप्रतिको जिम्मेवारी बोधको सुन्दर उदाहरण पनि हो। एकातिर दिवंगत अभिभावकको सम्झनामा जीवन्त राख्ने, अर्कोतर्फ विद्यालयका जेहेन्दार विद्यार्थीलाई हौसला प्रदान गर्ने यस प्रकारको कार्यले समाजमा सकारात्मक सोच र सेवाभावको सन्देश प्रवाह गर्दछ। विशेष गरी उत्कृष्टताको दौडमा केही अङ्कले पछि परेका विद्यार्थीको मेहनतलाई समेत पहिचान र सम्मान गर्ने संस्कारको विकासमा यस कोषले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्मृतिलाई सम्मानलाई सेवामा र सेवालाई शिक्षाको उज्यालो भविष्यमा रूपान्तरण गर्ने यो पवित्र पहल वास्तवमै प्रशंसनीय र अनुकरणीय छ। यसले विद्यार्थीलाई आफ्नो लक्ष्यप्रति अझ समर्पित बन्न प्रेरणा दिनुका साथै समाजका अन्य व्यक्ति तथा परिवारलाई पनि शिक्षा र सामाजिक सेवामा योगदान गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।